थिएँ तर होइन 22 लाख खर्च गरेको थिएँ 44 लाख गएन फर्केर आउनु पऱ्यो भने आएन आठ गरेन यहाँ शान्तिले नोकरी गर भन्दा मान्दैन भने निकास भयो जान्दै साथी गयो भने चन्दन त्यही दुनामा राख्ने ल यो फल राख्नुहोस् यो फल राख्नुहोस् होइन एउटा ल त्यसलाई यसो घुमाएर त्यही गाडिदिनु सिक्का राखिदिनु कुस राखिदिनु फुल राखिदिनु सबै सौरभे नम वर्ण सुताभेश पवित्राभ्यो नमो नम गन्धास पुष्पाणि समय गौ अभावे पुष्पमध्ये अष्टाविंशत्यमे सत्यद्वापरान्ते कलिकलिसे पट्टम तरणे 12 वर्षे 12 खण्डे जम्बुतिबे आर्य वृत्तान्तकथा नेपाल मध्ये पशुते पुण्यक्षेत्रे श्रीकृष्ण गण्डकी पश्चिम दक्षिण देवाको नाम के हो हम कुमार देव्य हम सबै सुत हम मम तथा च ल है त बहिनीले सपति पुत्री दुई नाम खाने सपुति गयो सपुत्र स अग्रज परिवार स मातु शान्ति वर्मा शान्ति समः शान्ति रोखदय शान्ति विश्वदेवः शान्ति सर्वगणको शान्ति ओम स्वस्ति स्वस्ति शान्ति अब यहाँ हामीले सुरु गरेपछि केही फरक परेन यो बत्ती बाली छ नि सुतक लागेन ल अब तपाईँले दुबो हाल्नु भयो रातो अक्षर हाल्नुहोस् जौदी हाल्नुहोस् 3टा कुनामा ट्याक्क ल अब रातो अक्षर हाल्नुहोस् रातो फुल राख्नुहोस् सिधीबाट ल यति तिन छिर्दैन पानीबाट 3 पुनामा भुइँसामा सिधा ल जल लिएर यसलाई छोड्नुहोस् एउटा कुसको टुक्रा छ कि छैन बिचमा हाल्नु होला हरिओम तसत ऑप्शन एकदम डेन्जर मान्छे सबै ग्रहका मालिक सूर्यनारायण हुनुहुन्छ सूर्यनारायण तपाईँलाई सेन्टरमा बसेर बिचमा बसेर सबै ग्रहलाई आफ्नो आफ्नो अनुकूल राख्नु होला हाम्रा अनुकूल हुन् हामीलाई दुःख नदेऊन् यो सबै प्रतिलाई यथामिले भनेको जेसम्म पनि त्यसले पूजा गर्ने हे ग्रह देवताहरू तपाईँलाई पूजा गर्न हामीले प्रतिबद्धता जाहेर गरी बिचमा राखिदिनुहोस् भान्जे यता आएर हजुर आज धेरै पछि आउनुहोस् है ओम गणपतये नमः ओम दुर्गाय नमः ओम वायव्ये नमः आकाशाय नमः सिद्ध्यां नमः ओम वास्तुस्पतये नमः ओम क्षेत्राधिपतये नमः इंद्राय यहाँ राख्यो न अगाडि आमालाई नि दिएको यो उतै राख्नु न यो उतै राख्नु त्यहाँ पैसा यहाँ छ के छ मनले देखेँ जौन त
सबैलाई तँ हाल्नु त्यही हो यो कसको यो उसले भन्दैछ ल ल हालम हालम एक झोला गरेपछि खाए हुन्छ है सबैले बुझ्नुभयो मैले भयो होइन सबैलाई खाना दियो हुन्छ है षष्ठी नमो रुम पूजयामि ओम प्रजापतये नमः मीडं पूजयामि ओम परमेष्ठिने नमः कटिं पूजयामि ओम अग्निरूपाय नमः नाभिं पूजयामि ओम वेदसे नमः बाहुं पूजयामि ओम दामोदराय नमः कंठं पूजयामि ओम पद्मनाभाय नमः हृदयं पूजयामि ओम हिरण्यगर्भाय नमः मुखं पूजयामि ओम ब्रह्मणे नमः शिरं पूजयामि ओम विष्णवे नमः सर्वांगं पूजयामि त्यही माता लक्ष्मी भनेर रातो फुल राख्नु मातालाई केही आशा होइन कहीँ टिकी पोते भित्र केही आशा कपडा त्यही चढाइदिनु तातो कपडा चढाइदिनु उसलाई माता लक्ष्मीलाई वस्त्र पहिला वस्त्र लगाइदिनु होला आमा यता हेर्नुहोस् आमा के खाएको आमा यता हान्नु ठुलो भयो जात वेद स्वाहा अब मैले बिन्यो भन्दाखेरि उसको जसलाई पात्न वामदेव ऋषि आज हमें बिन्यो होगा ओम तन्नो अग्नि वरुण आज विधान विशिष्टो जय ज्येष्ठो बनि सोजानो विषय देख प्रभुदूत स्वाइदम अग्नि वरुणाभ्याम नमः ओम सतन्नो अग्नि वामदेव ऋषि छन्दो अग्नि वरुण देवता आज हमें बिन्यो होगा ओम तन्नो अग्नि भमो भवति नदी च अस्य अकुश विष्टो सेन वरुण राणो वीरसुगुण स्वाइदम अग्नि वरुणाभ्याम नमः ओम आयासंग नैति वामदेव ऋषि सर्वप्राशित होंगे भी नहीं होगा हवामहे वसु मम आहम जानि कर्मतमा तमदादि कर्म गणपते स्वाइदम गणपते नमः आगे निन्द्र सप्रतमः नो निवेशाय नमर्तम मर्त्यन्ते हिरण्मय शब्दाते अंतरयाति भुवनानि पश्यन् सूर्य वो छत्रपालम यजमानस्य आयुर्वेद पुष्टि स्वाइदम भवाय नमः बृहस्पते यजमानस्य आयुर्वेद पुष्टि करता सदैव ब्रह्मा मुरारी त्रिपुंतकारी भानु शशि गुरु शुक्र शनि राहु केतु सबै नौ ग्रह अशुभ ग्रह शान्ति ग्रह मम यजमानस्य आयुकर्ता पुष्टि भव खै बाबु म पछाडि गयो भने ओम हुङ्काराय फट छ भने पछाडि फाल्दिनु है सबै कता यतै फाल्दिनु ओम हुङ्कार फट ओम फट ओम चित्रगुप्ताय स्वाहा इदं चित्रगुप्ताय नमः अग्निपुरो दते बाह आभ्येवाह मुखं ओम गणनाथाय टोपी लगाइदिएको थियो येन तं प्रतिबध्नामि रक्षाबन्धन रक्षस त्यही बेलामा राइलवाला जान पाइन्छ आजातवनिं महा हरिगो सम्राट
गणेन्द्रदेव ओम स्वाहा अग्नि देवतालाई नमस्कार गर्नु तातो जल घुमाइदिनु आँखामा शिरमा लगाउनु यति जल घुमाइदिनु पूजा गर्नु ल गाह्रो सन्तुलन तू मधुले गर्नु पर्ने सम्पूर्ण गर्नुपर्छ स स समातु जय जगदीश हरे भक्तजना के संकट भक्तजना के संकट निराले दूर करे ओम जय जगदीश हरे दुरावे फल पावे दुख विनाशे मन का प्रभु दुख विनाशे मन का सुख सम्पत्ति गरावे सुख सम्पत्ति गरावे के का ओम जय जगदीश हरे तेरा प्रभु सब कुछ है तेरा तुझको अर्पण तेरा तुझको अर्पण क्या लागे मेरा ओम जय जगदीश हरे कर्पूर गौरम करुणावतारम संसारसारम भुजगेन्द्रहारम सदा वसन्तं हृदयारविन्दे भवं भवानी भयो माता पिता त्वमेव विद्या दर्पणं त्वमेव सर्वं मम विघ्नहर्ता गणेश भगवान को विघ्नहर्ता भगवान को मौलिक कलश को आगोमा नपरोस् माता को लक्ष्मण भगवान को भोले बाबा को सूर्यनारायण भगवान को सम्पूर्ण नवग्रह देवताहरूको सम्पूर्ण मौदल कुल पितृहरूको सम्पूर्ण कर्ताहरूको आवित थावित कुल देवताहरूको धरती माताको तुलसी माताको गौ माताको चारै वेदहरूको कोटमाई भगवती माताको बागलुङ भगवती माताको नागथान नाग देवताहरूको मण्डली माईको शनेश्वरी माईको भाण्डगोल सिद्ध बाबाको मनकमान माईको उटबोल सिद्ध बाबाको बाल भैरव देवताको ऋषि देवताको ल सिद्धियो नि ल यति अक्षता लिनु त्यति यहाँ भनेर राखेको ल यान्तु देव आयुष्मान भव दीर्घायु लामा सबला सन्तु पूर्णा सन्तु मनोरथ आयुष्मान भव दीर्घायु भव नमस्कार ल आउनु है त रत्ना बुद्धिना सस्तु मृत्युना उदयस्तव आयुष्मान भव दीर्घायु भव शान्ति भव मंगला काली भद्रकाली कपालिनी दुर्गा क्षमा शिवा रात्रि स्वाहा सोदा नमस्ते जयंती मंगला काली भद्रकाली कपालिनी देवी प्रबन्नाति हरे प्रसिद्ध एकजनाले पञ्चामृत बाँड्नु मनोरथ
है अघि बोलिरहन्